नमस्कार जोजोलप्पा। आग लागि धेरै जसो मानव निर्मित विपद हो। नेपालमा पनि वर्षेनी आग लागिबाट करोडौँ मूल्यको क्षति हुनको साथै धेरै मानिसहरूको ज्यान जाने गरेको छ। अझ भन्ने हो भने सहरी क्षेत्रका घना बस्तीहरूमा यसको जोखिम उच्च छ। त्यसैले आगलागीका घटना हुनुभन्दा पहिले राम्रो पूर्व तयारी गर्न सक्यौँ भने जनधनको ठुलो क्षति हुनबाट बच्न सकिन्छ। पूर्व तयारीमा लाग्ने खर्चभन्दा घटना घटिसकेपछि हुने हानि नोक्सानी र उद्धारमा लाग्ने खर्च कैयौँ गुणा बढी हुन्छ। यस तथ्यलाई मध्यनजर गरी जनचेतना अभिवृद्धि गर्ने सिलसिलामा ललितपुर महानगरपालिकाले यो भिडियो सामग्री तयार पारेको छ। यसको मुख्य उद्देश्य सहरवासीले यस भिडियो सामग्रीको माध्यमबाट आफ्नो घर परिवार र टोल छिमेकमा के कति मात्रामा आग लागि न्यूनीकरणका उपाय अपनाउन सकिन्छ त्यो लागू गरून् भन्ने नै हो। धन्यवाद। नमस्कार। के हो यहाँदेखि ढोका ढकढक आएको न के बोल्नुहुन्छ न ढोका बोल्नुहुन्छ। आमा दिदी आमा दिदी आमा ढोका बोल्नु न आमा दिदी 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 आमा 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 दीदी लड़के जो बन करके नजर घायल बनाउने, लड़के जो बन करके नजर घायल बनाउने। आहै राम्ररी भन भैली राम, आहै आएका हामी भैली राम, रातो माटो भैली राम, आहै चिप्लो बाटो भैली राम, एउटा रातो सारी भैली राम, ए नाङ्लै भरी भैली राम, ए ल्याउने ल्याइसके नि भैली राम भन। ल मैले बोनी गर्दै है, मैले बोनी गर्दै है। एक्सक्युज मी है, के गर्दै? मेरो नाचे पैसा मैले लिएको भाउ। हे लोभी हजुरबुवा, हामीले कमाएको दिनुहोस् न के। त्यो पैसा तेरो भाइबाट कर्छ बुझिस्? हुँदैन, मेरो पैसा मलाई चाहिन्छ। चाहिन्छ भने तेरो हजुरसँग माग न, लोभीका सन्तान। बाबु नरिसा न। बाबु नाचे, बाबु 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 नाचे, ढोका खोल्न बाबु। ए छोरा नाति, ढोका खोल्नु भने ढोका खोल। लोभी हजुरबुवा। लोभी रे? त्यो त मैले तिनीहरूको अगाडिपट्टि लिएको पैसा तँलाई दिनलाई, मलाई लोभी नहोला बाबु। ढोकल ढोकल बाबु। ए ल ल ए ल तेरो पैसा ल ल ढोकल छोरा। बाबु छोरा नाची, ल नाची राजा, यो पैसा यहाँ छिराइदिन्छु, त्यसलाई दिनु बाबु। तपाईँ नै राख्नु, सबैले मलाई लोभीका सन्तान भन्छन्। भनेकै त, भनेको मुख छुन सकिन्छ र बाबु, भनेकै त सो मतलब। हेर लोभ नगरिकन धनी भइन्न। हेर नाची, धनी हुन बहुत गाह्रो छ बाबु, बहुत गाह्रो छ।
यो संसार बडा पापी छ भाउ बडा पापी छ ल पोट 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 कति फोन आउँछ तेरि यही बेलामा फोन आउनु पर्ने के भयो आज चामलै खाने हो ग्यास नल्याउने हे तेरि अहिले त्यो भएको ग्यासलाई घोप्टो पारेर पकाउँदै गर न बलिहाल्छ नि पोट मेरो टाइममा घरमा आएन भने यही हाल भन् ए छिट्टो आइज न लाइभमा टाइम भइसक्यो ए ल ल राख त फोन हाल खबर के एकदम ठिक छ एकदम तपाईहरुको सुनाउनुस् ठिक छ खाना खानु ला मैले त खाना बसाउनै बिर्सेछु बुढो आउने बेला भयो होला पोट चाल्नु न पहिला यसलाई बिलाई फलो गर्दै गर्नुस् हैन म खाना बसालेर आउँछु अनि त्यसपछि हामी फेरि कुरा गरौँला अनि फुल फाल्न त नबिर्सिनु नि ट्याप ट्याप गर्न पनि नबिर्सिनु फेरि मेरो घरमा आगो लाग्यो लाउन बचाऊ मेरो घरमा आगो लाग्यो गुहार गुहार लाउन गुहार गुहार मेरो घरमा आगो लागि बोलाउन छिमेकी भान्सामा कसरी आगो लाग्यो हेर्नु न म खाजा बनाइरहेको थिएँ पछाडि ग्यासको सिलिन्डरबाट एक्कासी आगोको मुस्लो निस्कियो पक्नु दिदी नआत्तिनुस् म ललितपुर महानगरपालिकाको दमकललाई फोन गर्छु ल छिट्टो गरिदिहाल्नुस् न नमस्ते ललितपुर महानगरपालिका दमकल सेवा ग्यास सिलिन्डरमा आगो लगाएर घरै जल्न लाग्यो कुन ठाउँमा सर यो ललितपुरको कुसन्तीमा सर छिट्टो आउनु पर्यो ल नआत्तिनु हामी आइपुग्छौँ कहाँ आग लागेको भन्नुहोस् त यता 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 हजुर भित्र तपाईहरु यतै बस्नुस् भित्र नआउनुस् है
नमस्कार। विपद तथा दुर्घटना खबर गरेर आउँदैन, त्यसैले विपद तथा दुर्घटनाबाट बच्नको लागि हामीले विभिन्न कुराहरू सचेत हुन र सिक्न अत्यन्त जरुरी छ। विपदको घटना सहरी क्षेत्रमा सहरी बस्तीको कारणले र अहिलेको नयाँ विकासको कारणले अत्यधिक रूपमा बढिरहेको अवस्था छ। तपाईँको सानो गल्तीको कारणले तपाईँ र तपाईँको परिवारको धनजनको ठुलो क्षति हुने सम्भावना पनि रहेको छ। त्यसकारण अज्ञानता नै यो विभिन्न क्षति र विपदको मुख्य कारणको रूपमा रहेको छ। त्यसकारण सचेत रहनुहोस्, सुरक्षित रहनुहोस् र विपद सम्बन्धी विभिन्न जानकारीहरूको विषयमा आफूले बुझ्नुहोस् र आफ्नो वरिपरिका सबैलाई बुझाउने कोसिस गर्नुहोस्। सचेत रहनुहोस्, सकारात्मक रहनुहोस् र विपदबाट जोगिनुहोस्। भवतु सर्वमङ्गलम। धन्यवाद। सुरोडका ठुटा र सलाइका काटी फाल्दा विशेष ध्यान दिने। घरमा कोही नभएको बेला आगो वा हिटर बालेर नहिड्ने। केटाकेटीले भेट्न सक्ने ठाउँमा सलाई, लाइटर जस्ता सामग्री नराख्ने। घरमा भएका विद्युत उपकरणहरू सही अवस्थामा छ छैन नियमित जाँच गर्ने। घरमा पेट्रोल, डिजेल, मट्टीतेल जस्ता अति प्रज्वलनशील पदार्थको भण्डारण नगर्ने। मोमबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाउने। खाना बनाउँदा भान्सामा अनिवार्य बस्ने। खाना बनाइसकेपछि ग्यासको रेगुलेटर बन्द गर्ने। आगो तापिसकेपछि वा खाना पकाएपछि राम्ररी आगो निभाउने। सिलिन्डरको पाइप, सिलिन्डर समय समयमा जाँच गर्ने। कुनै खराबी वा टुटफुट भएमा तुरुन्त मर्मत गराउने। आफ्नो घर वा कार्यालयमा आकस्मिक अवस्थामा कसरी सुरक्षित साथ बाहिरिन सकिन्छ त्यसको पूर्व आंकलन गर्ने। आफ्नो मोबाइलमा वा घरको टेलिफोन सम्पर्क सूचीमा नजिकैको बारुण यन्त्र, दमकलको नम्बर लेखेर राख्ने। शहरी क्षेत्र तथा औद्योगिक क्षेत्रमा हुने अधिकांश आगलागी विद्युत सर्ट लगायत बिजुलीसँग सम्बन्धित असावधानी र गडबडीका कारणले हुने गर्दछ। विद्युतीय कारणबाट हुने आगलागीबाट बच्न आफ्नो घर, कार्यालय वा भवनमा भएका विद्युत प्रवाह हुने बिजुलीका तार र प्लगहरू बेला बेलामा निरीक्षण गर्नुहोस्। लामो समयसम्म हिटर नबाल्नुहोस्। लामो समय हिटर बाल्दा बाहिरी भाग तातेर आगलागी हुन सक्छ। धेरै विद्युतीय उपकरणलाई एउटै एक्सटेन्सन प्लगमा नजोड्नुहोस्। यसरी जोड्दा अत्याधिक भारका कारण आगलागी हुन सक्छ। घर वा भवनको वायरिङमा गुणस्तरीय विद्युतीय उपकरणहरूको प्रयोग गर्नुहोस्। बिजुलीको मर्मत, जडान वा बिजुलीसँग सम्बन्धित कुनै पनि कार्य गर्नु परेमा दक्ष इलेक्ट्रिसियनको रेखदेख र सहयोगमा मात्र गर्नुहोस्।
जानु हुन्न है कहिले नि यति कुरा थाहा पाऊ है जहिले नि अघिनिर गोलमकल अनि भुसे चुलो पानी छ्यापी निभाउ हजुर नगर है ढिलो बल्दो दियो नछोडौ तेल हाली कहीँ नजाउँ हिटर र ग्यास बाली पेट्रोल मर्तेल सलाई अनि बल्ने लाइटर केटकेटीले भेटाउलान् सधैँ ख्याल गर बस्ने कुरा मनमा गुनेर जिउधन जोगाउँ यो गीत सुनेर